स्वेच्छाकर्मीको मदन स्मृति भर्सेस आजको यस कार्यक्रममा अतिथिको सिट आसन ग्रहण गरिदिनु म नवल सिंह भागज्यूलाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लोकप्रिय दौडा खेलाडी डबल बहादुर साइजूलाई पनि म अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक मदन स्मृति भर्सेस शान्ति र विकासका लागि स्वतन्त्र युवा क्लब धाराकोटी 1 घम्साघम्सी फाइनल म्याच हुन गइरहेको आज 13 दिन नयाँ वर्ष 2082 साल रामलालजीलाई पनि म अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी भवानी अधिका विदेश सदस्य डबल बहादुर बोगटीज्यूलाई पनि म अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यता खगेन्द्र बोसको टिम रहेको छ भने उता विजय साई ठकुरीको टिम रहेको छ। जगन्नाथ गाउँ कमिटी उपसचिव गौरीलाल विश्वलाई पनि म अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दौडा खेलाडी नम्रता जसिका आचार्यज्यूलाई पनि अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लोकप्रिय दौडा गायिका रामसीता भामज्यूलाई पनि म अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। नहल्लाएर राम्रोसँग देखाउनु न त्यसै गरी लोकप्रिय नन्दबहादुर साइजूलाई पनि म आजको यस कार्यक्रममा अतिथिको सिट आसन ग्रहण गरिदिनु खेलाडी धर्म महताराज्यूलाई पनि म अतिथिको सिट हाम्रो लिब्रो भीमसाई ठकुरी यतै हुनुहुन्छ है। त्यसै गरी लोकप्रिय दौडा खेलाडी फाइनल गेम रहेको छ आज 13 म्याच जगन्नाथ गाउँ बालिकावटा नम्बर 1 ढाडाकोटीमा। अब हामी यता हुनुहुन्छ हाम्रो कर्णाली प्रदेशको जीवन साई दर्शक श्रोता महानुभावहरूलाई राष्ट्रिय खेलाडी अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। निकैले अहिले होम अफ चलिरहेको छ सोबल ग्रहणको क्रममा पुनः जोड्न चाहन्छु सरस्वती बाग हाम्रो मदन स्मृति क्लबको कोच हुनुहुन्छ सुरेन्द्र साई ठकुरी। अतिथिको सिट आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। हामी आसन ग्रहणको क्रम बिचमा जोड्दै जानेछौँ। केही छुट्न गएका भए हामीलाई अपडेट गराउनुहुनेछ भन्ने आशा राखेका छौँ। अब भने हामी सरसर्ती